तपाईले के साँच्चै डिजिटल मार्केटिङ बुझ्नु भएको छ त? डिजिटल मार्केटिङ भनेको डिजाइन कस्तो बनाउने, भिडियो एडिट कसरी गर्ने भन्ने होइन। डिजिटल मार्केटिङ भनेको फेसबुक, इन्स्टाग्राम, टिकटकमा के र कहिले पोस्ट गर्ने भन्ने होइन। डिजिटल मार्केटिङ भनेको वेबसाइट कस्तो बनाउने, गुगल सर्चमा माथि कसरी लिएर आउने भन्ने पनि होइन। खास डिजिटल मार्केटिङ भनेको मेटा एड्स, गुगल एड्समा कति डलर दिनको खर्च गर्ने भन्ने पनि होइन। रियल डिजिटल मार्केटिङ के हो थाहा छ? पहिले त आफ्नो प्रोडक्ट वा सर्भिसले तपाईको टार्गेट अडियन्सलाई कसरी फाइदा गर्छ, उनीहरूलाई राम्रोसँग बुझाउन सक्नुपर्छ। यो कुरा राम्रोसँग कसरी बुझाउन सकिन्छ हो यही नै पत्ता लगाउनु र त्यही अनुसार कन्टेन्ट बनाउनु चाहिँ खासमा रियल डिजिटल मार्केटिङ हो। प्रश्नसँग बुझिने सामग्री पहिले बनाउनु पर्यो, अनि मात्र डिजाइन, भिडियो बनाउने, विभिन्न प्लेटफर्ममा पोस्ट गर्ने, वेबसाइटमा एसइओ गर्ने, पेड एडभर्टाइजमेन्टहरू बनाउने जस्ता कुराहरू प्रभावकारी हुन्छ। नत्र डिजिटल मार्केटिङमा तपाईँ पैसा खनाको खनै हुन्छ, सेल्स भने जिरो हुन्छ। पैसा सबै वेस्ट जान्छ। तपाईको व्यवसायको टार्गेट अडियन्सले ठ्याक्कै बुझ्ने गरी रियल र इफेक्टिभ डिजिटल मार्केटिङ कसरी गर्ने, त्यसमा हामी हजुरलाई पूर्ण सहयोग गर्न सक्छौँ। थप जानकारीको लागि हामीलाई मेसेज गरी सम्पर्क गर्न सक्नुहुन्छ।